जति मन गर्यो गर्यो। चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो? चक्लेट किनेपछि अनि त्यसले लिएर गयो। होइन म एक्लै गएको थिएँ। अनि चक्लेट किनेर आएपछि के भयो? त्यहाँ गयो बच्चाले खेलिरहेको थियो। बच्चाहरू खेलिरहेको थियो, त्यो प्रतीक पनि त्यही थियो। तिनीहरूले हेरिरहेको थियो। म चक्लेट किनेर आएँ अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई। अनि दुईटा भाइहरूले के गर्यो? त्यो भाइहरूलाई त थोरै थर्काउने बित्तिकै रुँदै घर पुग्यो। ए अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा। त्यो घर कसको घर थियो? खोइ त्यो कसको घर थाहा थिएन। अनि के अरे हामी यताउता हेऱ्यो मान्छे छ कि छैन भनेर होइन, मान्छे थिएन। म आएँ, म पहिला सुरुमा छिरेँ होइन, अनि पछि केटी छिर्यो, बहिनी छिर्यो, अनि पछि लास्टमा प्रतीक छिर्यो होइन। अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो। म यत्तिकै हेरेर बसिरहेको। मेरो त एकचोटि उयो गर्नु बित्तिकै निक्लिहाल्यो। अनि के अरे त्यसले जति मनसम्म गर्यो। कति रस्सीहरू बाँधेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बाँधेको थियो, मैले पक्रेर बसिरहेको थिएँ, त्यसले उयो गरेर बसिरहेको थियो होइन। अनि के अरे जब त्यस पनि भयो नि, अनि त्यसले भने यसले त यो उठ्यो बिहोसबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ, यसलाई बरु मारिदियो भनेर अनि त्यो गयो, गाडी लिएर गयो। यसलाई नि गाडी चलाउन आउँछ, स्कुल पढ्ने भए पनि गाडी लिएर गयो त्यो आफ्नो घर। म के अरे उयो सासुसा गरेर नुहाधुवा गरेर खाना खाएर अनि त्यसको घर गयो, किनकि रिजर्भ थियो त्यसको घरको साइडबाट। अनि के अरे रिजर्भ लिएर गएर हेटौडा पुग्यो। हेटौडाबाट फेरि